हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म चाहिँ देखाउन गइरहेको छु है क्यामेरा। है त लुसी, यो चाहिँ सोनीको क्यामेरा है, अल्फा A7 III फुल फ्रेम क्यामेरा किनेको छु मैले चाहिँ। तर मैले चाहिँ कसरी किने भन्दा चाहिँ मलाई पनि एकदम भिडियोहरू गर्न मन लाग्ने है, युट्युब बनाउन मन लाग्ने, त्यस कारणले किनेको फोटोग्राफीको लागि है। तर अहिलेसम्म चाहिँ मैले गरेको छुइनँ, त्यतिकै थन्काएर राखेको थिएँ। अन्त हामीले यो फर्स्ट क्यामेरा सिक्ने मान्छेहरूले चाहिँ क्यामेरा किन्दाखेरि चाहिँ सेकेन्ड ह्यान्ड किनेको है। यो क्यामेरा चाहिँ म चाहिँ फर्स्ट ह्यान्ड नै किनेर गएको थिएँ है, नयाँ। अन्त ओपन बक्स भन्ने पनि पाउँदो रहेछ कलकत्तामा चाहिँ, त्यहाँबाट मैले चाहिँ 90,000मा किनिहालेँ नजानेर। अन्त त्योभन्दा पहिला चाहिँ यसको चाहिँ क्यामेराको पनि आयो हुँदो रहेछ है, कति पुरानो हो क्यामेरा, बाहिरतिर यो रङ्गी-चङ्गी चाहिँ टिलिक्कै टल्केकोले चाहिँ हुँदैन रहेछ। सटर काउन्ट भन्ने हुँदो रहेछ यसको चाहिँ, क्यामेराको चाहिँ 1 लाखदेखिको 2 लाखसम्म चाहिँ सटर काउन्ट हुँदो रहेछ। सटर काउन्ट भनेको चाहिँ हामीले जति फोटो खिचे यहाँभित्र चाहिँ यसको त्यहाँ चाहिँ जोडेर जाँदो रहेछ कि 1 2 3 4 हौ त्यसै भएर सटर काउन्ट चाहिँ हुँदो रहेछ। अन्त यो चाहिँ 1 लाख दिन के अरे 1,16,025 चाहिँ फोटो क्लिक गरिसकेको छ। यो चाहिँ पहिला क्यामेराम्यानले कसले फोटोग्राफरले किनेको रहेछ, मलाई त्यो याद भएन। म चाहिँ सस्तो दाममा पाएँ, राम्रो क्यामेरा अलिक किनेँ। अन्त अहिले आएर बुझ्दाखेरि चाहिँ 1 लाखको माथि सटर काउन्ट भएको क्यामेरा किन्दाखेरि चाहिँ कति पर्दो रहेछ भनेर जान्दाखेरि चाहिँ 60,000 देखिको 65,000 पनि पाइहाल्दो रहेछ। यो चाहिँ मैले नजानेर किनेँ, तर केही छैन, राम्रै छ क्यामेरा त है। अनि क्यामेरा किन्दाखेरि एउटा फेरि कुरो, यसको अरिजिनल ब्याट्री छ छैन, अनि चार्जरहरू छ छैन, यो लेन्स हुँदो रहेछ। लेन्सभित्र फेरि बादल जस्तो लाग्यो, त्यो फङ्गस पनि याद गर्नुपर्ने रहेछ। त्यो चाहिँ याद गर्नुपर्छ हामीले चाहिँ, सिकाउनेहरूले चाहिँ, क्यामेराम्यानहरूले चाहिँ। अनि क्यामेरा त किने अन्त दोकानेले सोधेँ मलाई के गर्नुको लागि क्यामेरा किने, म युट्युबमा भिडियो बनाउनु पऱ्यो भनेर आएको भनेर सोधेको थिएँ। म त सिधामा चाहिँ भनिदिइहालेँ। अन्त त्यसको लागि त तैँले अर्को चिज पनि लानुपर्छ भने, के लानुपर्छ भने त त्यो नभए त यतिकै खिच्यो भने फेरि भिडियो हलिन्छ, त्यो ब्लग गर्छस् भनेर फेरि एउटा चिज मलाई दिएको राखेको छ त्यो मान्छेले। त्यो चाहिँ यहाँ छ है, त्यो गेम्बल चाहिँ मेन चाहिने रहेछ है क्यामेरासँग चाहिँ। DJIको रोलिङ एसी भन्ने गेम्बल है, यो चाहिँ मैले नयाँ किनेको। त्यो अलिअलि राखेर मैला भएको मात्रै हो। गेम्बल चाहिँ यस्तो हुँदो रहेछ। गेम्बलमा चाहिँ यो खोलेर यहाँ फेद पनि छ यसको जोड्ने हो, यहाँ मुनि लाएर लामो हुन्छ यो है। यहाँ लगाउने हो, यो चाहिँ यहाँ लगाएँ, लक गऱ्यो। अनि लक गरेर है यहाँ चाहिँ क्यामेरा राख्ने रहेछ। क्यामेरा राखेर चाहिँ यसरी क्यामेराले खिच्यो भने चाहिँ भिडियो सेक हुँदैन रहेछ, हलिँदैन है, त्यसरी खिच्ने रहेछ। अनि आजलाई चाहिँ यति नै है। नेक्स्ट भिडियोमा चाहिँ गेम्बलमा क्यामेरा कसरी फिट गर्ने, अन्त यसको भिडियोहरू कस्तो हुन्छ है देखाउने चाहिँ तपाईँहरूलाई। यति भन्दा आजको ब्लगलाई यहीँ नै स्थगित गर्न चाहन्छु। अनि एउटा कुरा, अन्त हजुरहरूले मेरो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट्स पनि गरिदिनुहोस् है, अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। सब्सक्राइब गर्नु एकदम फ्री हुनेछ है, सबैले याद भएको कुरो हो। हवस् त।